अब समय आल्यो घाँटीमा पछाडिबाट म निस्किन लाथे मलाई नै ठेलेर लुट। तपाईले सिग्री चाहिँ अलि चोरी हुने चिजहरु सुरक्षित तरिकाले राख्नु पर्दैन त के थाहा त भाइ होसै भएन आन्दोलनमा। अब के गर्नुहुन्छ त? अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो बाबु। हमारा ताने $2.5 तोला तो $2.5 तोला अब मैले कहाँ ल्याउँथे मेरो सिक्री नै लुट्यो बाबु। अब $2.5 तोला घर कसरी जानु अब म घर कसरी जानु मलाई अब के चोरी नेतै गरे मलाई ल थिचेर तानेर लग्यो मलाई। घाँटी रातो भएर छ दाइ? सिक्री लुट्यो सिग्री चोरी भयो दाइ? आन्दोलनको क्रममा केही युवाहरूले एकजना दाइको सिग्री चोरी गर्नुभएको दर्शक बिन। दर्शक पनि एकजना दाइको सिग्री चोरी भएको दर्शक दाइ भेट्यो के भयो सिग्री हरायो दाइ? सिग्री हरायो। सिग्री मेरो यहाँ चाहिँ लुट्यो। कसले लुट्यो दाइ? शङ्का छ अलि दाइ? हजुर कुन पार्टीकोले लुट्यो तपाईँ शङ्का गर्न सक्नुहुन्छ? अनुमान गर्न सक्नुहुन्छ? अनुमान के गर्नु बाबु अब यहाँ हुलमुलमा मेरो सिक्री नै लुट्यो बाबु। अब $2.5 तोला घर कसरी जानु अब म घर कसरी जानु मलाई अब के जसले भेटाउनु भएको छ उहाँलाई दिइदिनुहोस्, उहाँलाई दिइदिनु होला। यस्तो हाम्रो यो कार्यक्रममा यस्तो नहोस्। जोसुकै साथीहरूले इमान्दारीका साथ अहिले खोजेर राजावादीहरूलाई जसलाई दिँदा पनि सतीश नारायण नगेन्द्रलाई दिइदिनु होला है, हजुरलाई अनुरोध गरेँ मैले। दाइ जस्तै झुकिएर हत्या परेको हो कि चोर्ने नियतले गरेको हो? चोर्ने नियतले गरे मलाई ल थिचेर तानेर लग्यो मलाई। घाँटी रातो भएर छ दाइ? सिक्री लुट्यो। छैन बाबु छैन 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 छैन। हमारा ताने $2.5 तोला तो $2.5 तोला चिन्ता नगर्नु चिन्ता नगर्नु। $2.5 तोला अब मैले कहाँ ल्याउँथे पस्यो राडीको जहरले मलाई लुट्यो बाजेको राडीको जहरले। लुट्यो राडीको देखेका अब समय आल्यो घाँटीमा पछाडिबाट म निस्किन लाथे मलाई नै ठेलेर लुट। तपाईले सिग्री चाहिँ अलि चोरी हुने चिजहरु सुरक्षित तरिकाले राख्नु पर्दैन त? के थाहा त भाइ होसै भएन आन्दोलनमा हुलमुलमा ज्यान जोगाउनु पर्छ र आफ्नो वस्तु सुरक्षित राख्नु पर्छ भन्ने हजुरलाई थाहा त हुनुपर्ने हैन र? यत्रो सबै चुनालेको ल यो पनि लगादिए मैले। अब के गर्नुहुन्छ दाइ? अब के अब के गर्नुहुन्छ त? अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो बाबु।